हेलो नमस्ते स्वागत छ हजुरको मेरो आजको फेरि नयाँ भ्लगमा। आज चाहिँ वैशाख 1 2083। ह्याप्पी न्यू इयर हजुर सबैलाई जसले पनि यो मेरो यो भ्लग हेरिरहेछ। आज हामी चाहिँ खौसापुर भन्ने ठाउँमा आथ्यौं। तुलसीपुर 15 पर्ने रहेछ यो। यहाँ चाहिँ राम्रो ताल रहेछ, लेक साइडको भ्यू रहेछ। हाम्रो नेपाली झण्डा कस्तो राम्रो देखिरहेछ। त्यही हामीहरू यही चाहिँ सानो भनौं पिकनिक बनाउन भनेर आथ्यौं हामीहरू सबै। आज चाहिँ हाम्रो यो भ्लगमा चाहिँ सामेल हुनु भएको हाम्रो चाहिँ सासु मम्मी, यहाँ चाहिँ मेरो सासु मम्मी हुनुहुन्छ। सासु मम्मी, मेरो बुढी, पछाडि बुढी, मेरो साली, उता पर अड्डिनु भएको मेरो फुपू सासु हुनुहुन्छ। अनि मेरो चाहिँ भाइ, मेरो माइली फुपूको माइलो छोरो चाहिँ मेरो भाइ, अनि उसको बुढी मेरो साली भनौं, मेरो साली पनि हो अनि उता मेरो भाइ पनि हो। अब दुईतिरको सानो छ। मैले चाहिँ सालीलाई साली अनि भाइलाई भाइ भन्छु। हाम्रो चाहिँ आज यो चाहिँ लेक साइड हेर्ने भनेर आथ्यौं। आज चाहिँ कस्तो राम्रो, आज बिदाको दिन पनि परेको अनि हामीहरू चाहिँ यसो लेक साइडतिर घुम्न भनेर आयौं। मलाई चाहिँ आउने बित्तिकै मेरो सालीले बिनाजु हजुरले चाहिँ राम्रो फोटो खिच्नुहुन्छ, ल्याउनुहोस् त हाम्रोमा फोटो खिचिदिनुहोस् त भनेर मलाई फोटो खिच्नलाई चाहिँ मैले यसो फोटो खिच्नलाई अलग अलग पोजमा क्यामेराम्यान बनेर यसो दायाँ तिर्सो गरेर फोटो खिच्दै गरिरहेको थिएँ। ठ्याक्क मेरो भाइ पनि स्कुटी पार्क गरेर आइसकेपछि भाइलाई पनि टिकटकमा ल्याउनु पर्यो। भाइले चाहिँ दाइ तेरो म भ्लगको चाहिँ लास्टै ठुलो फ्यान हो भन्नलाई। अनि ठिक छ भाइ त पनि आइज त भ्लगमा भनेर भाइलाई पनि ल्याएँ। मेरो भाइ मेरो एकदम मिल्ने भाइ हो। फेरि दुई भाइका कुरा फेरि लास्टै मिल्ने गर्छन्। हामीहरू अब साडो दाइ भाइ पनि पर्यौं, अब फुपू र मामाको छोरा पनि पर्यौं। अब सबैतिरबाट कुरा मिल्ने भयो। अब यिनीहरू यस्तो कुरा गर्दै फोटो खिच्दै हिँडिरहेको थियौं। अनि उता तलतिर फोटो खिच्दा खासै चित्त बुझ्नेन, माथितिर गएर कता गएर फोटो खिच्ने भन्नलाई अनि फोटो खिच्ने भनेर गएँ। मैले फेरि यसो उतातिरको लेक साइडतिरको सिन पनि देखाइदिनु पर्यो भनेर देखाएनलाई उता कस्तो राम्रो राम्रो नानीहरू आफ्नो मगर कल्चरल ड्रेसमा फोटो खिचिरहनु भएको थियो। उहाँलाई पनि यसो मैले देखाइदिएँ। यदि नानीहरूले पनि यो हेरिरहनु भएको छ भनेपछि कमेन्ट गरिदिनु ल। अनि पनि फोटो खिचिरहेको थिएँ अनि सबैजना मिलेर फोटो खिचिरहेको थियौँ मम्मीहरूले। अनि कस्तो रमाइलो भइरहेको थियो, सबैले हाँस्दै रमाउँदै फोटो खिचिरहेको थियौँ। कस्तो राम्रो सिन देखिरहेको थियो। चरिक्क घाम पनि लाग्थ्यो। आज वैशाख 1 गते नयाँ सालको दिनमा पनि केही एडभेन्चर गर्नु पर्यो, राम्रो ठाउँमा जानु पर्यो भनेर हामीहरू आथ्यौँ। यसो हेर्दाखेरि त साली र मेरो भाइले त के कुरा गरिरहेको थियो सट्टीमा, तिमीहरू के कुरा चलिरहेछ हामीलाई छोडेर आयो भने। फेरि सासूले मैले पनि यसो एक दुईवटा टिकटक बनाएर हालिहाल्नु पर्यो त, अनि तिमीहरूले मात्रै हाल्छौ भने मेरो बुढीले फोटो भिडियो बनाइरहने अनि उ गरिने अनि यस्तो के खाउँ भन्ने यस्तो भएर दुई भाइले मिलेर आइसक्रिम पनि खाइहाल्यौँ। अनि साथमा फेरि साली सासू उहाँहरूले पनि हामीहरू किन छोडौँ त, हामीले पनि आइसक्रिम खाइहालौँ भनेर चिसो आइसक्रिम खान ल्यायौँ। गर्मी पनि कस्तो भइरहेको थियो अनि आइसक्रिम पनि खान ल्यायौँ। अनि अलि परतिर गएर यत्रो टाढा आएर कमसेकम नभए नि हाम्रो नेपालको राष्ट्रिय झन्डासँग भए नि फोटो खिचौँ भनेर हामीहरू सबै यता राष्ट्रिय झन्डासँग पनि फोटो खिचाउन ल्यायौँ। उता लेक साइड पनि लेखाइरहेछ, योसँग फोटो खिचाएनौँ भने यता अब कामै भएन भन्ने भयो। अनि यसो भोक पनि लागेको, अब के खाने त अब भनेर यसो सासूले चटपटे बनाउने सामग्री लिएर आउनु भएको थियो। यसो बुढीले चाउचाउ साउचाउ फोड्न लागि हाम्रो राष्ट्रिय स्न्याक्स भनौँ चाउचाउलाई यसो मिलाएर चटपटे बनाउने तयारी भइरहेको थियो। मैले पनि यसो उसमा बनाउँदै आफूलाई देखाउँदै गरिरहेको थिएँ। सासूले तयारी पारिरहनु भएको थियो। ठ्याक्क मैले मेरो भाग पाइसकेको थिएँ। मैले यसो चाखिहाल्नु पर्यो, कस्तो दामी रहेछ चटपटे, वाह कस्तो मजा। म त अहिलेसम्म त्यसको टेस्ट बिर्सिन सकेको थिएन, यस्तो मिठो भइरहेको थियो। सालीले फुपू सासूले खाइरहनु भएको थियो। मेरो भाइले पनि यसो खाँदा खाँदै भाइको पनि भिडियो बनाइहालेँ मैले। अनि भाइले पनि मिठो भइरहेछ भनिरहेको थियो। अनि बुढीले पनि यसो कस्तो मिठो बनाउनु भएछ मम्मीले भनिरहेको थियो। अनि मम्मीको हातै मिठो छ त भने अनि यसो चिसो स्प्राइट साइट पनि लगाएको थियौँ। स्प्राइट साइट खानु पर्यो, यस्तो पानी सानी स्प्राइट साइट खाएर यसो भनेर बुढीले ल्याउनुहोस् खानुहोस् भनेर तिमीले खाऊ भने मैले। अनि यसैको साथमा मेरो भ्लग सकिन्छ। बाई, फेरि भेटौँला अर्को भ्लग।